morning everyone. अहिले चाहिँ म थुक्पा खानु आइरहेको छु with my friends. हजुर नसको थिए अहिले चाहिँ म साथीसँग थुक्पा खाएर आइसकेँ। अब यो मेरो केस लामो भएर अब यो केस काट्नका लागि लाग्यो। यो ठाउँ चाहिँ मलाई साह्रै शान्ति लाग्छ। सन्चै छ एकदम। कस्तो गरौँ? पार्लरतिर गएर हाल्ने रे सर अनि यतिको बाइसेप चाहिँ कति दिनमा फुलाउनु भयो? प्याक छ नि सर हेर्नु त। भाइ त साथीहरू हराइदियो। अब यहाँ नै मेरो मायाले काटिदियो है। मिठो है टेस्ट गरेको थिएँ क्या मेरो कपाल यस्तो छ। अब काटिसकेपछि हेरौँ कस्तो हुन्छ। मान्छे त म त ओभर हिरो भयो त। अरे हिरो भन्दा कम छु त म भन्नु त सर। कुनै पनि हालतमा छैन हिरोलाई टक्कर दिने खालको छु। टेक्निक प्रयोग गरेर चाहिँ 1 लिटर मात्रै छिट्छ खासै छिट्दैन पानी कम छिराउने टेक्निक 1 लिटर यो फेरि राम्रो मान्छे आइरहेछ। This is me after the haircut है त ल। युगल भाइ तिमीलाई धन्यवाद है मेरो हेयरकटको लागि। वेलकम यो नि त। अनि यस्तो जेनरल बनाइदिरहेछ मलाई नि युगलले नि। केस पनि काटियो। अब हामी निस्किँदैछौँ विथ सागर सर। सागर सरसँग अब हामी दुईजना जाँदैछौँ। अगेन थ्याङ्क यू सो मच युगल फर हेयर कट। यो नि त। आमा यो कस्तो खालको आलु हो यो? यो त पाहाडबाट मेरो साथीले ल्याइदिएको होइन। अनि खै कस्तो खाले आलु मान्छे जस्तो पनि देख्छु होइन। तर साह्रै मिठो हुनेछ पाहाडको आलु चाहिँ। चिसोमा फलेको अनि उसिनेर खानु भनेर क्या छोरा। मित्र रेडी हो जाऊँ ल। हामी चाहिँ कता जान लागेको? हामी 2022 सालको राष्ट्रिय आर्थिक गणना गर्न लागेको। ओके अहिले चाहिँ हामी अब साथीसँग इकोनोमिक सेन्सस त्यो गर्नका लागि हामी हिँडेका छौँ। 18 नम्बर आइमै त साथी हो। अब हामी खाजा खान जान आँटेको र आज चाहिँ बिहे छ यहाँ माथि है। स्पेसल अराउन्ड सुट लाउँछ अनि कुनालाई किन्ने भन्ने गीत गाउँ। अहिले चाहिँ ट्याक्क साथीको लागि उसको गिटार पुर्याइदिन आएको। उसलाई नै यो गिटार भर्खरै हामीले दियौँ। अब हामी दुईजना लाग्छौँ यहाँ। नेक्स्टको हाम्रो यालिङ चोकमा एकजना यहाँ हाम्रो बिहे छ। त्यहाँ बिहेमा हामी एटेन्ड गर्न आँटेको। इट्स अ वेडिङ सेरेमनी। अहिले चाहिँ साथीलाई गिटार पनि पुऱ्याएर आयो। अब चाहिँ यहाँ बिहे एटेन्ड गर्नुपर्ने छ। अब बिहेको लागि तयारी गर्नुपर्ने छ। साथी चाहिँ अहिले रेडी हुँदैछ। अब हामी दुवैजना वेडिङको लागि रेडी हुँदैछौँ। अब जान लागेछौँ। यो देखेपछि बुझिहाल्छु नि दर्शकले बुझ्छ हामीले यो सुट लाग्यो किन भनेर हो।
गर्नुको कारण भनेको भ्लग बनाउनुको लागि मात्र हो है। हामीले चाहिँ अब खाना खाइसकेर रेस्ट गर्दैछौँ साथीसँग यहाँ। चिनेरी ओके, अहिले चाहिँ हामीले बिहेमा गएर खानाहरू सबै खाइसकेर अहिले घर फर्किँदैछु। अहिले चाहिँ हामी दुवैजनाले टन्न खाना खाएर फ्रेस हुनको लागि सेल्फी डाँडातिर जाने कुरा हुँदैछ हाम्रो। अहिले चाहिँ हामी सेल्फी डाँडा पनि घुमेर आइसक्यौँ। अब चाहिँ हामी आफ्नो घर लाग्ने। ओके सुक्राज, एनिथिङ टु से? आजलाई यति है हाम्रो साथी। अहिले चाहिँ घरमा आएर आराम गरिरहेको अवस्था। आज केस पनि काटियो, एकछिन इकोनोमिक सेन्ससमा पनि गइयो, थोरै जति गरियो। त्यसपछि बेलुकातिर वेडिङमा पनि गइयो। वेडिङमा गएर त्यहाँको कुराहरू हेरियो, खाइयो। ओभरअली आजको दिन हेर्नु पर्दाखेरि राम्रैसँगै रमाइलोसँगै आजको दिन बित्यो मेरो। अलिकति गाह्रो चाहिँ आधी बाटोमा भएको थियो। त्यो बाटोमा चाहिँ के भयो भन्दाखेरि